जति म 22 धारा जान लागेको छौँ र त्यहाँ धेरै टाइमपछि घुम्न जान लागेको छ। भिडियो अन्तिमसम्म हेर्दै गर्नुहोला। ठ्याक्कै म अहिले स्वयम्भूबाट गाडी चढिसकेको छ अनि 22 धारातर्फ जाँदै छु र भिडियो हेरेर अन्तिमसम्म साथ दिनुहोला। अवश्य म त्यहाँको भिडियोहरू देखाउनेछु। यो चाहिँ बाइपास चोक। यताबाट ठ्याक्कै म अब 22 धारा छिर्छौँ। ठ्याक्कै अहिले म 22 धारा आइपुगिसकेको छ र यहाँ भित्र गएर टक्क यहाँको के रहेछ म एकचोटि हेर्छु। 30 रुपियाँ टिकट लिएको छ मलाई र यहाँ चाहिँ पर्सनल क्यामेराको भनेर 200 रुपियाँ काटेको छ पैसा। यहाँ चाहिँ मैले अलिकति फोहोर नै देख्यो। यो पानी एकदम दूषित छ। यहाँ चाहिँ धेरै फोहोर हुन्छ यसले चाहिँ। उहाँले चाहिँ यहाँ जुन क्यामेरा ल्याउनलाई चाहिँ 200 रुपियाँ चार्ज लिनु भइरहेको छ भने यो पानी सफा गर्नको लागि त्यो किन हेर्नु हुँदैन उहाँले? यो चाहिँ मलाई राम्रो लागिरहेको छैन। यो चाहिँ मलाई ठिक लागिरहेको छैन। तिम्रो नाम के हो? उसको नाम विशेष। अनि तिम्रो चाहिँ के हो? साबरी। अनि यो पानी खेलेर शीतल भइरहेछ? मजा आइरहेछ। अनि पौडी पनि खेल्न सक्छौ? कोसँग आउनुभएको घुम्न? उहाँ मम्मीहरूसँग आउनुभएको? माइजू र मामासँग हो? ओहो ल ल राम्रोसँग उ गर्नु है, राम्रोसँग खेल्नु है। हेलो हेलो के हो हजुरको नाम? के भन्नुभयो? ल हाई गरिदियो। ल ओहो ल यो चाहिँ 22 धारा हो। यहाँ चाहिँ कुनैमा पानी आइरहेको रहेछ, कुनैमा चाहिँ पानी आएको छैन। यहाँ जम्मा एउटा बाटो आइरहेको रहेछ 22 धारा। ल यो एउटा मात्रै आइरहेछ पानी चाहिँ टक्क लगाएर। अनि यता चाहिँ कुनै पनि आएको छैन पानी। हजुर घरबाट कुन ठाउँ हो घर? हजुरको नाम भनिदिनुहोस्। अमृत भन्छ। ए यहाँ 22 धारा कोसँग घुम्न आउनुभएको? यहाँ घुम्न कोसँग आउनुभएको? ए मामा भन्छ आउनुभएको। अनि कस्तो लाग्यो यहाँ 22 धारा? कस्तो लागिरहनु भएको छ तपाईँलाई? एकदम रमाइलो छ है। ल हस् थ्याङ्क यू।
यो पानी चाहिँ लास्टै फोहोर छ, एकदम फोहोर छ। यो चाहिँ भएन है, यो चाहिँ अलिकति कसरी हुन्छ सरसफाइको लागि चाहिँ यो ध्यान गर्नु पर्यो यसको लागि। यो चाहिँ गणेश स्थान मन्दिर भनेको छ। यहाँ पनि अलिकति यो चाहिँ सफा चाहिँ छैन, तर ठिक छ। मन्दिर भनेको मन्दिर हो। यो हामी ठ्याक्कै म चाहिँ सीतालामाई भन्ने मन्दिरमा आइपुगिसकेको छ। मन्दिर यस्तो छ ल मन्दिर। अनि यता सानो मन्दिर छ। Veo en tus ojos mi vida pasar. के हो यो यस्तो शौचालय होला त्यस्तो हेर्न त यहाँको शौचालय यति फोहोर छ कि होइन। यो चाहिँ अलिकति सुधार गर्नुपर्ने देखियो। है त्यहाँनिर अघिको त्यो वासरुम छ नि, हजुर खासै मलाई राम्रो लागेन है। फोहोर छ नि होइन। हजुर अनि ठाउँ चाहिँ यस्तो राम्रो बनाएको छ। ठाउँ चाहिँ अब घुम्ने अब पार्क चाहिँ राम्रो छ होइन, तर त्यो अलि त्यो घुम्ने मान्छेहरू चाहिँ अलिकति त्यो टोइलेट चाहिँ सफा भएन कि अलिकति हो। लास यो पनि अलि भएन है, यो यसरी चाहिँ भएन। अलि राम्रो छ यो ठाउँ। यस्तो संरचनालाई बनाएको छ। यस्तो घुम्न आउने मान्छेहरूले चाहिँ टिकट 30 रुपियाँ एकजना बराबरको चाहिँ टिकट काटेर भित्र छिराएको छ, घुमाएको छ। न शौचालय राम्रो छ, न त्यहाँको पानी पोखरी सफा गरेको छ, न पानी पिउने पानीको यस्तो छ। यो पाराले अलि भएन, अलि राम्रो बनाउनु पऱ्यो। फोहोरहरू पनि यसरी राखेको छ, यसरी फ्यालेको छ जताततै लथालिङ्ग गरेर हेर्नु त फोहोरहरू। अनि यो चियाहरू केहरू उ गरेर यो कपहरू यसरी फालेको छ। यसमा पनि अलिकति राम्रो लागेन मलाई चाहिँ। अनि हजुरहरू कहाँदेखि आउनुभएको? हामी सुन्दारबाट। अनि नाम भन्नु त हजुरहरूको? मेरो नाम चाहिँ सुप्रिया तामाङ हो। मेरो चाहिँ करुणा पहरी हो। मेरो चाहिँ मुना पहरी। अनि यहाँ घुम्न आउनु भएको छ, जुन सुन्दारदेखि आउनु भएको छ। अनि यो ठाउँ कस्तो लाग्यो तपाईँहरू? एकदम धेरै राम्रो, रमाइलो नि। अनि यो ठाउँमा घुम्न आउनेहरूको लागि के भन्नुहुन्छ? आउनुको लागि त के भन्नु, धेरै राम्रो छ। फोटोहरू पनि खिच्नेको ठाउँहरू एकदम राम्रो छ। सुविधाहरू नि छ फोटो खिच्नको लागि। क्यामेराम्यानहरू हुनुहुन्छ, आउनु होला सबैजना जति नि आउनुहुन्छ होइन। उहाँहरूलाई चाहिँ एकदम रमाइलो छ। अब साथी मिलेर आउनुभयो भने चाहिँ राम्रो हुन्छ, त्यही भन्न चाहन्छु। ल हस्, थ्याङ्क यू। दिनुहोस्। मेरो नाम हजुर म यहीँको बालाजु चोकको नेवार मात्य हो। हजुर अनि मात्य हजुर अनि यो कति सालमा चाहिँ यो स्थापित यो जुन संरचनालयहरू बनाएको? हामीलाई पनि थाहा छैन। मल्लकालीन चाहिँ त्यो धाराहरू बन्या हो। धाराहरू चाहिँ मल्लकालीन पछि अब महेन्द्रले अहिले जम्मै चाहिँ नि यहाँ ऊ गरे, चाहिँ नि मर्मत सबै गरे होइन। त्यहाँबाट अनि त्यतिकै भइराखेको थियो। अहिले चाहिँ नि अब बालिनले अब गरिरहेछ। बालिनले गरिरहनु बालिनले यी बत्ती ऊ त्यस्ता हाल्न दिएछ। अब यो बारबार सारबार सबै यो बालिनले गरेको, सबै यो पोखरी सगरी बनाउने, यो बाटो सफा गर्ने सबै बालिनले गरेको। बालिनलाई अहिले स्विमिङ पुल पनि 72 सालमा भत्किएको थियो। मिलिबली बनिसक्यो। आजदेखि सुरु गर्ने कि भोलिदेखि गर्ने भनेको थियो।
सबै अहिले चाहिँ नि अहिले बालनले सबै थोक राम्रो गराएको छ बालनले गर्दै सफा सुग्घर सबै चाहिँ नि ठाउँ ठाउँमा यो बत्तीहरू यो जम्मै त्यहाँ लगाउने चाहिँ नि यो कलात्मक चाहिँ नि इँटाहरू ल्याएर सबै गरिरहेको छ यहाँ अहिले तालिमको चाहिँ नि घुस खान दिँदैन अरूलाई ऊ आफैले जम्मै खर्च गरेको छ उसलाई चाहिँ नि घुस खान नपाएर ग्याङ गरिदिएछ मान्छेले देख्न सक्दैनन् काम गर्ने मान्छेलाई देख्न सक्दैनन् सबैले त्यही हो काम गर्ने त्यहाँ छैन अब रवि लामछानेलाई उहाँ काम गरेर अलिअलि भनेर लगेर उहाँ जेलमा हाले भने त्यही त यहाँ त त्यस्तै हो काम गर्नेलाई काम गर्नेलाई गर्न दिँदैन घुस खानेलाई दिइरहेको छ घुस खानेलाई चाहिँ घुस खानेले मात्रै खाइरहेको छ अब अहिले बालीले कति काम गरिरहेको छ हेर्नुहोस् चाहिँ बाटो चाहिँ नि पेटी बनाएको छ कस्तो राम्रोसँग सबै त्यहाँ बनाउँदैछ बनाउनै दिएन त अब ओलीहरूले चाहिँ ओली प्रधानमन्त्रीले उसलाई लगाउन खोजिरहेछ अब के गर्नेलाई घुस खाने त भेटाए राख्छ उसले अनि तपाईँहरूलाई बालेन ठिक लाग्छ कि केपी शर्मा ओली ठिक लाग्छ केपी ओली के उसको केपी ओली नि त्यस्तोलाई पनि मन पराउँछ तपाईँले पनि मन पराउँदैन ऊ त जबरजस्ती प्रधानमन्त्री भएर बसेको हो कसलाई मन परेको छ र त्यो हामीलाई त त्यही बाले नै ठिक बाले नै ठिक छ बालेन ठिक छ रवि लामिछाने ठिक छ रवि लामिछाने गर्ने भनेर घुस खाएको निकाल्छु भनेर उनी अब फाइल खोल्छु भनेर लगाएर हेर 15 वर्ष जेलपट्टि सुरकार गरिसक्यो यस्ता चाहिँ नि नेताहरू चाहिँ यस्तो पनि प्रधानमन्त्री हो अनि यो एकदम राम्रो छ यो ठाउँ अनि यो ठाउँमा आउने घुम्न आउन चाहनेहरूको लागि के भन्नुहुन्छ घुम्न आउने अहिले बढेको छ पहिला थिएन अहिले चाहिँ नि टिकट काटेर चाहिँ नि 30 रुपियाँ चाहिँ नि तिरेर चाहिँ नि घुम्न आउनेहरू आएछन् बस्यो अब शनिबार चाहिँ नि घुइँचो हुन्छ शनिबार चाहिँ नि यहाँ एकदम अहिले भारी थिए आज पनि बिदा छ क्या नि छ त्यहाँतिर यताउता भरेतिर पनि बढ्दै जान्छ ल हस् इन्फर्मेसनको लागि धेरै धेरै धन्यवाद ल यो चाहिँ स्विमिङ गर्ने ठाउँ रहेछ दामी छ यस्तो खतरा छ यो मलाई पनि गरम भइरहेछ मलाई नि स्विमिङ गरौँ जस्तो लाग्यो ल है दामी छ कहाँदेखि आउनु भएको म चाहिँ थलीबाट अनि थलीबाट आउनु भएको छ अनि यो ठाउँ कस्तो लाग्यो हजुरलाई यो ठाउँ धेरै रमाइलो छ जे होस् ड्राइभिङहरू खानको लागि अनि घुम्नको लागि भिडियो बनाउन फोटो खिच्न यो चिजहरू खान एकदम राम्रो छ अनि जुन यहाँ घुम्न आउनेहरूको लागि के भन्नुहुन्छ घुम्न आउनेहरूको लागि हजुर धेरै राम्रो ठाउँ छ सबैजना आउनु होला स्पेसल ठाउँ नै छ यो सबैभन्दा चाहिँ हजुर ल एकदम दामी छ लास्ट थ्याङ्क यू अब मैले जति पनि मैले यहाँको सिनहरू यहाँको एकदम राम्रो राम्रो संरचनाहरू मैले हजुरहरूलाई देखाइसकेको छ अब चाहिँ म फर्किनुपर्ने हुन्छ यस्तो राम्रो भ्यूहरू मैले हजुरहरूलाई देखाएको छु फेरि पनि हजुरहरूको माझमा फेरि अर्को नयाँ अपडेट नयाँ भिडियोमा भेटिने आशा राख्दै अहिलेको लागि चाहिँ यो भिडियोलाई यहाँले काम गर्नु थ्याङ्क यू सो मच थ्याङ्क यू फर वाचिङ